हजुर ए मलाई यही लिएर चाहियो सबैलाई यिनीहरू चाहिँ मेरो त स्टुडेन्ट होइन जस हाम्रोमा चाहिँ पढ्न आउँछन् अनि यिनीहरूलाई चाहिँ अब आफ्नो बारेमा सबै चाहिँ भन्नु के छ यो हल्का टाढाबाट है यो चाहिँ हाम्रो खेरगको बोतलमा चाहिँ हामीले आर्ट गरेर होइन यसलाई चाहिँ हामीले नाइट ल्याम्प बनाएको हो कि कति यस्तो हुन्छ क्या अनि यसलाई यदि ल्याम्प बनाउन मन थिएन भने फ्लावर राखेर भास डेकोरेसन रूपमा राख्न नै मिल्यो अनि यिनीहरू चाहिँ वाटर बोतल पानी खाने बोतलहरू होइन सबै पुरानो हो कि यो चाहिँ हाम्रो खेरगको बोतलहरूबाट बनेको हो होइन अनि अब यो हाम्रो नयाँ प्रडक्ट यो धुपहरू यो पूजा गर्नलाई धुप भयो होइन एकदम राम्रो यो आँखा नपोल्ने टाइपको त्यस्तो छ अनि यिनीहरू भाँडा लेख्नेवाला होइन यो ब्यागहरू पनि छ आफै बनाउने हो ब्याग हजुर यो सबै हामीले आफै बनाएको हो यो पनि हामीले आफै बनाएको हो खेरगको बोतलमा होइन यिनीहरू पनि सबै हाम्रो सबै हामीहरू नै मिलेर प्रडक्सन गरेको बनाएको हो कि यिनीहरू चाहिँ हजुर तिमीमध्ये कसलाई धुप बनाएको देखेछ धुप बनाएको तिमीले देखेछ अरू कसैले देखेछ धुप बनाएको त्यसको चाहिँ बनाउँछ धुप त्यो लट्ठीको धुलो जस्तो हुन्छ नि त्यहाँ लट्ठीको धुलो यो धुप चाहिँ कसको बनेको यो चाहिँ अष्ट सुगन्ध भनेर आठवटा त्यो फ्राई सबै मिक्स आठवटा त्यो त्यस धुप बनाउन चाहिनेहरू कपुरहरू त्यस्तो सबै मिक्स भएर होइन यो मिसाएर अनि नेपाली कागजमा बनाउने केही छैन सोध्ने छैन के कम्पनीको नाम के हो ह्यान्डमेड के हो किन खोलेको खै त कसले सोध्छ किसान सानपेटाल सोध्दैन सोध्दैन हाम्रो चाहिँ यो अहिले युसिएस नेपाल भनेर पनि छ अनि नेपाल महिला कल्याणकारी समाज भनेर छ होइन हाम्रो यो यस्तो वर्कसप चाहिँ हाम्रो असनमा छ हामी सबै दिदीबहिनीहरू मिलेर गर्ने हो दिदीलाई सोध let me go नछोएर हिँड ल हस् हजुर खै त नमस्ते दिदी गुड मर्निङ हाउस होल्ड क्लिनिङको लागि सरसफाइको लागि भयो अनि अर्को चाहिँ हाइजिनको लागि छ त्यो हाउस होल्ड क्लिनिङको लागि चाहिँ हामीले सर्फेस क्लिनर फ्लोर क्लिनर राखेको छ सो यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ तपाईँहरूको टेबल सफा गर्नलाई झ्यालहरू सफा गर्नको लागि चाहिँ यो युज हुन्छ यसले चाहिँ त्यो सबै दागहरू हटाइदिन्छ कि है अनि त्यसपछि हाम्रो यो मस्किटो रेपेलेन्ट भनेर छ सो मच्छर आउने सिजनमा चाहिँ तपाईँहरूले मच्छरहरूलाई स्प्रे गर्यो भने चाहिँ यो मच्छर भाग्छ क्या यो युज गर्यो भने है अनि हाइजिन यसमा चाहिँ हाम्रो बडी वास छ अनि स्याम्पू छ अनि ह्यान्ड वास छ होइन सो हाम्रो प्रडक्टहरू चाहिँ सबै नेचुरल छ क्या यसमा चाहिँ कुनै पनि केमिकल युज नभएपछि चाहिँ यो चाहिँ तपाईँहरूको हेल्थको लागि पनि राम्रो छ यसले तपाईँको ह्यान्ड्सहरू पनि क्लिन गर्छ बडी पनि क्लिन गर्छ हेड पनि क्लिन गर्छ तर कुनै पनि केमिकल युज नगरिकन यो चाहिँ नेचुरल वेमा तपाईँहरूको हेल्थको लागि पनि राम्रो छ अनि यसले तपाईँहरूको सबै कुरा सफा पनि गराउँछ यही हाम्रो प्रडक्ट केमिकलहरू के हो केमिकल राम्रो हुन्छ युज गर्न हुन्छ कि हुँदैन नि त्यही त केमिकलले झनै नराम्रो गरिदिन्छ नि त होइन हार्म गरिदिन्छ नि तपाईँको स्किनहरूमा एलर्जीहरू ल्याइदिन्छ नि सो त्यस्तो नहोस् भनेर चाहिँ हामीले सबै नेचुरल बनाएको हो कि सो द्याट तपाईँको स्किन पनि सफा होस् अनि तपाईँको हेल्थ पनि नबिग्रियोस् भनेर है म चाहिँ सकल बायो एन्जाइम सो हामीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ केमिकल त्यो कागतीको बोक्रा हुन्छ नि कागतीको बोक्रालाई चाहिँ हामीले पानीमा राखेर त्यसको एउटा लिक्विड बनाउँछ क्या त्यो लिक्विडको चाहिँ नेचुरल क्लिनिङ एक्सन हुन्छ अनि त्यसलाई चाहिँ हामीले यो जडीबुटीहरूसँग मिक्स गरेर चाहिँ हाम्रो प्रडक्ट बनाउँछौँ सो कुनै पनि केमिकल्स युज हुँदैन है सो यो चाहिँ कम्प्लिटली नेचुरल बुझ्यो नि है बुझ्यो नेक्स्ट कस्तो आयो सोध्न के पढ्नु भएको कसरी माइक्रो अर्गानिजम ब्याक्टेरियाहरू भाइरसहरू पढेको
हरेलीहरू नमस्ते सबैजनालाई नमस्ते। है यो चाहिँ हामीले कृषिमा होइन जे खान्छौँ नि त्यो चिजमा चाहिँ कृषिमा उत्पादन गर्दाखेरि धानहरू मकै फलफुल सागहरू उत्पादन गर्दाखेरि अब धेरै जस्तो त्यहाँ विषादी प्रयोग गरिरहेको छ होइन केमिकल फर्टिलाइजर मलहरू प्रयोग गरिरहेको छ त्यो त्यहाँ उत्पादन गरेको चिज हाम्रो सम्पूर्ण हामीले खाँदा हामीलाई असर गर्छ नि त होइन हो त्यस्तो चिज असर नगरोस् भनेर चाहिँ हामीले प्राकृतिक रूपमा उत्पादन गरेको मलहरू उत्पादन गरेको छ होइन कुखुराहरूलाई पनि एन्टिबायोटिक खुवाउँदाखेरि चाहिँ 11 मिनट जति भयो भने अफ गरेर फोटोहरू मात्र खिच ल है पछि चाहिँ पछि औषधिले असर गर्दैन